ओम नमः शिवाय। हामी यस्तो समाजमा हुर्केका छौँ जो कि मान्छेलाई टुनामुनाले बिगार्छ, टुनामुनाले सपार्छ, टुनामुनाले घर फुटाइदिन्छ, टुनामुनाले घर जोडिदिन्छ भन्ने आस्था विश्वासमा हुर्केका हामी र यो आस्था विश्वास हुनेहरूका लागि यो भिडियो। कहिले कहिले त्यस्तो संयोग आउँछ, त्यस्तो संयोग नआउने होइन, आउँछ। हामीलाई शङ्का उपशङ्काका संयोगहरू आउँछन् र यदि कसैले टुनामुना लगाएर तपाईको घर परिवारलाई भाड्न खोजेको छ, श्रीमती श्रीमानलाई फुटाउन खोजेको छ, या श्रीमानलाई फुटाएर बालबच्चाबाट विक्षिप्त बनाएर त्यो श्रीमती चाहिँ आफ्नो मनको पिञ्जडामा राख्न खोजेको छ, उसको श्री सम्पत्ति हडप्न खोजेको छ, यस्तो दाउ भएका मान्छेहरूले त्यस्तो गर्न सक्छन् र यस्तो हुँदो पनि रहेछ भन्ने जनविश्वास हामीमा छ। त्यसले गर्दाखेरि यदि कसैले तपाईको घर फुटाएर बालबच्चालाई विक्षिप्त बनाएर, श्रीमानलाई विक्षिप्त बनाएर अनि टुनामुनाका आधारमा थर्ड पर्सनले तपाईलाई पिञ्जडामा राख्न खोजिया छ कि भन्ने सूत्रमा चाहिँ तपाईले के बुझ्नुपर्छ भने, यदि तपाईलाई त्यस्तो टुनामुना गरिएको छ भने पहिलो सूत्र यो हुन्छ है, जुन व्यक्तिले तपाईलाई टुनामुना गराउँछ र उसले आफ्नो बनाउन चाहन्छ भने पहिला तपाईको हित चाहने जो छन्, श्रीमानदेखि लिएर जो छन्, हित चाहनेको कुरा एकदम तितो हुन्छ। बालबच्चा बोलो कि रिस उठ्छ, घरको मान्छे बोलो कि रिस उठ्छ, अनि त्यही मान्छेको शब्दहरू मात्रै दिमागमा खेलिरहन्छ, त्यही मान्छे मात्रै आइरहन्छ। यही सूत्र हो। सबैभन्दा पहिला तपाईलाई कसैले बिगारेको छ भने तपाईलाई हित चाहने मान्छेले लगाएका वस्त्र मन पर्दैनन् क्या, नम्बर 1 मा। ऊ जतिसुकै राम्रो बनेर आओस् उसलाई राम्रो देखिँदैन, नम्बर 2 मा। उसले जतिसुकै मिठो बोलोस् त्यो शब्दै मन पर्दैन, नम्बर 3 मा। अनि जसले तपाईलाई नेगेटिभ गरिरहेछ, जसले तपाईलाई नकारात्मक विचारले तपाईलाई मनको पिञ्जडामा राखेर तपाईका सबै श्री सम्पत्तिहरू हडपेर तपाईलाई एक्लो बनाएर 7-8 वर्षपछि तपाईलाई रोडमा फाल्दिने चुइगम सम्झिरहेको छ, त्यो मान्छे मनपर्छ। यसमा होसियार रहनु होला।